my vlog. आज चाहिँ हामीहरु स्वयम्भू जानेछौं with all my family. यहाँ चाहिँ हुन्छ मेरो ग्रान्डमदर मतलब कि पिपी. हाई पिपी भन्नुस्. हाई. अनि यहाँ चाहिँ छि मेरो प्यारी बहिनी मलाई हेरेर चाहिँ. अनि यहाँ चाहिँ हुनुहुन्छ आमा. हेलो. अनि यहाँ चाहिँ हुन्छ मम्मी खादै हुनुहुन्छ मिठाई. अनि यहाँ चाहिँ चुचु हुनुहुन्छ. हेलो नमस्कार गर्नुस्. ग्रान्डफादर. अनि यहाँ छु Daddy! Okay, let's go to Swayambhu as a... And मेरो चाहिँ यहाँ Beyblade छ. अहिले Beyblade ट्रिप खेल्ला थिए. Let's go to Swayambhu. Let's go. Come on. ल लाग्यौ हामी स्वयम्भू. ल हामी कहाँ जाँदैछौँ अरे? स्वयम्भू. स्वयम्भू बिर्सा त छैन नि. ल मम्मी कति भयो स्वयम्भू नजानु भा? स्वयम्भू नजानु कति भयो? 20 वर्ष हो नि. कति वर्ष? 20 वर्ष बढी भयो नि. यो त नाति जस्तो थियो. त नाति जस्तो थिए. हजुर कति भयो नजानुमा? 50 वर्ष भयो. 14 वर्ष भयो. 14 वर्ष. ल अब बुवा आमाले स्वयम्भू नजानु भएको धेरै वर्ष भइसक्यो. नजिकै छ यहाँदेखि हामी 10 मिनेटमा पुगिहाल्छौँ. 10 मिनेटकै चाहियो 3 मिनेटमा पुगिहाल्छौँ. उताबाट पे नेपाल नेशनल फुटबल. गाइस यो चाहिँ हाम्रो बाहिरको थियो. फाइनली हामी आइसकेका छौँ स्वयम्भू. नतल स्वयम्भूमा यहाँ यस्तो दृश्य देख्न सकिन्छ. ल गाइस हाम्रो चाहिँ स्वयम्भू आयो. यता हेर ल नेप्छु. गाइस हाम्रो चाहिँ स्वयम्भू आइसक्यो. त्यहाँ चाहिँ बात आडको माथि कपालको माथि चढेको. हेलो हेलो. यहाँ बसेर एकछिन हामी फोटो पनि खिच्छौँ. फोटो खिच्ने भनेर आमालाई चाहिँ रोटाउने त्यो ग्रिनको. गाइस हामीहरु चाहिँ मा चढिरहेको छौँ एकछिनको लागि किनभने आमा नै आइसिरहेछ. र आज चाहिँ गाइस लास्ट प्याक हुने रहेछ थाहा चाहिँ भएन गाइस हामीलाई. नेप्छु ल रुक एकछिन. गाइस हामीहरु चाहिँ अब यहाँ माथि आयौँ. ल आउनुहोस् ल. त्यो सरस्वती मन्दिर होइन यो? सरस्वती मन्दिरमा आइसकेका छौँ र यहाँ पुकुली चाहिँ सुतिसकिन्. पुकुलीको एकचोटि अनुहार देखाइदियो सुतेको अनुहार. ओके यहीँबाट देखाउनु. उता छ तर आहामा चाहिँ दिइरहेछ. ड्याडी छेकिरहेछ. ल छेकिरहेछ अनुहार छ क्या. ल नुनु गरेपछि ल मुखमा के लाग्छ? मामहरू हिँडेको खिच बिस्तारै. हामीहरू जब पाला बत्ती बाल्न लाग्छौँ. छोपेर राखिदिनु होइन यहाँनिर राखिदिनु. ऊ यहाँनिर राखिदिनु पछाडिपट्टि राखिदिनु अनि म बालिदिन्छु ल. ए अब यहाँ बाल्नु त. यहाँ खै यसरी राख्नु. अलिक कोल्टाउनु पक्रिनु त. ल अलि यहाँनिर. ल अब एकछिन लिनु अनि प्रार्थना गर्नु मनमा नि. छोराछोरीहरू सुख शान्ति हामीलाई सुख शान्ति रोग गर्नु. ल नेप्सुङ ल्याऊ. उहाँ सरस्वती मन्दिर हुनुहुन्छ. ल जाउँ अब त्यहाँ गएर. ठिक छ नि. ल आमा छोरी चाहिँ त्यहाँ टिकटक खिच्दै
मोमो त के स्वयम्भू आएको स्वयम्भू दाजुले बहिनीलाई कति माया गरिरहेछ हो हो मामा दाजु बहिनीको प्यार अनि चटपटी खाने सल्लाह हुँदैछ हेलो यो भ्लगर केटोले के मात्र खायो यो तिमी त के हो छोरी मान्छे हो कि छोरा मान्छे हो त चटपटी पानीपुरी मान्छेहरू नि त्यस्तो के गर्नुभएको थियो बुवाले चाहिँ के गर्नुभएको थियो बसेर बाँधल सम्झिने हो सम्झिने हो नेप्सुन के गर्नु लाग्छ तिमी बादललाई दिन रा के दिनला बादललाई केरा ओ यता बादल योभन्दा पछाडि थाहा छ डस्टबिनको ऊ देऊ गछिटो खाएर भुक्कडी डैडी उता नि हेर्छ monkey is eating banana ल अर्को आयो हजुर पछाडि नि हेर्छ ल तुन 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 बलक हुँदैन हामी भलक बनाउने मान्छेलाई बलक हुँदैन त्यस्तो क्युटहरू छ तर स्वयम्भू भिजिट कस्तो लाग्दैछ मम्मी बुवालाई एकदम झ्याम्मै कति राम्रो राम्रो भन्दा धेरै धेरै राम्रो ल स्वयम्भूको नाम हो सुन्दर सुन्दर माने बाँदर सुन्दर माने बाँदर हो त सुन्दर होइन सुन्दरी सुन्दरी बाँदरी सुन्दर होइन बादरी अब हेर्दा हेर्दै अँध्यारो भइसकेको छ पानी पर्ला जस्तो छ है पानी आइहाल्छ अब हामी म त सुत्छु अब गएर घुटुक्क ल्याएर चाहिँ जाडो चाहिँ भइरहेको मान्छे ए जाडो भन्न आएको छ पिरो चाहिँ भइरहेको मान्छेलाई पिरो आइसक्रिम यही अगाडि गाइस हामीहरू चाहिँ बाटोमै आउँदा पानी पऱ्यो मौसम अलिक छिटाइरहेछ गाइस तर मम्मीले मान्नु भएको छैन गाइस मम्मीले भन्नुभएको थियो कि आज मौसम राम्रो हुन्छ तर मम्मी इज रङ अनि गाइस मौसमको हालत अलि छिटा मात्रै आइरहेछ गाइस तर भन्नुपर्दाखेरि हुँदैन उल्टो पानी परेर आज हाम्रो बिजोक भयो बिजोक है पानी पर्यो एउटामा अब जाने 4 जना जति अटाउँछ भनेको कहाँ लगेर खान्छ यहीँ भनेको 4 जना भनेको पानी पर्यो हजुर स्वयम्भूको यात्रा त त्यति राम्रो भएन आज आज त ठिक हो वर्षाको कारणले गर्दाखेरि बाघ मार्ने हतियार चाहिँ सियाल मार्ने हतियार चाहिँ कसो हो ल हजुर कुरा मैले सुनिनँ बुवा ल नेपु कस्तो लाग्यो आज झरीमा बाघ मार्ने हतियार मजा आयो तर स्याल मार्ने हतियार बोकेर हुँदैन बाघ मार्ने हतियार बोल्नु भन्नु यही हजुरको
हाम्रो मुटुरी आज पानीले पर्दा घुम्न सकेन है राम्रोसँग। यसैले कति साल हो 2082 साल आज 12 महिना 14 गते हो। ल अब के भनिदेऊ नेप्सुङ भ्लग एन्ड गरिदिउँ ल। गाइज अनि लाइक एन्ड सब्सक्राइब गरिदिनु होला मन नपरे नि त्यो बारिसको गर्दाले अनि सेयर पनि गरिदिनु होला साथीहरू। अब हामी अर्को ठाउँमा गएको चाहिँ फुल भिडियो हामी देखाउने छौँ। ओके गाइज ल बाई बाई।